हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यहाँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी नयाँ रेसिपी भिडियो लिएर आएको छौँ, किनकि आज चाहिँ म कुकुम्बरको रेसिपी भिडियो बनाउन जाँदैछु। हजुरहरूलाई कतिको मनपर्छ कुकुम्बरको तरकारी खानुभएको छ कि छैन? आज चाहिँ म कुकुम्बरकै तरकारी बनाउन जाँदैछु, यानि कि काँक्रोको अचारहरू बनाएर त खानुभएको छ होइन, तर आज चाहिँ म तरकारी पनि बनाउन जाँदैछु है। त्यसको अचार नै उत्तिकै मिठो हुन्छ र काँक्रोको तरकारीको पनि उत्तिकै मिठो हुन्छ। हजुरहरूलाई कतिजनालाई मनपर्छ, खानुभएको छ कि छैन काँक्रोको तरकारी? नौलो कुरा थाहा पाउनुभयो होला होइन, तर काँक्रोको तरकारी पनि एकदमै मिठो हुन्छ है गाइस। आज हामी बनाउन जाँदैछौँ अनि हजुरहरूले कसरी बनाउने, के गरेर बनाउने मेरो रेसिपी भिडियो हेरेर बनाउन सक्नुहुन्छ खानु मन लाग्यो भने। तर आज चाहिँ म काँक्रोको तरकारीको रेसिपी बनाउन जाँदैछु। हजुरहरू हेरेर माया साथ सपोर्ट गरिदिनु होला। ल अब चाहिँ म काँक्राको तरकारी बनाउन जाँदैछु। अब चाहिँ म ग्यास बसालेँ। मेरो काँक्रा चाहिँ थोरै थियो अनि त्यही भएर मैले चाहिँ थोरैको रेसिपी बनाउन भनेर पहिला कस्तो टेस्ट आउँछ भनेर चाहिँ म सुरुवात गरेँ फ्राई प्यानदेखि। अनि त्यसमा चाहिँ तेल हालेँ। तेल हालिसकेपछि चाहिँ तेल पनि तातिसक्यो अनि म यसमा चाहिँ जिरा एड गर्छु। जिरा एड गरिसकेपछि चाहिँ अब म तोरी एड गर्छु। देख्न सक्नुहुन्छ म चाहिँ तोरी निकाल्दैछु। तोरी चाहिँ थोरै निस्कियो चम्चीमा अनि त्यसपछि म फेरि निकाल्दैछु तोरीलाई। अनि चाहिँ तोरी पनि फ्राइसकेपछि देख्न सक्नुहुन्छ म चाहिँ तोरी निकालिसकेँ। अब चाहिँ म यसमा तोरी एड गर्छु र तोरी पनि एड गरिसकेपछि यसमा चाहिँ मैले रातो खुर्सानी 2टा निकालेर 4 टुक्रा पारेर रातो खुर्सानी पनि खुवाइसकेँ। सुकेको खुर्सानी यसमा मैले हरियो खुर्सानी र प्याज एड गरिसकेपछि यसलाई चाहिँ मैले चलाउँछु। हजुरहरू देख्न सक्नुहुन्छ यसरी बनाउनु दिनु हुँदैन, चियाले भने चाहिँ मिठो पनि हुँदैन र स्वाद पनि आउँदैन। यसलाई चाहिँ राम्रो तरिकाले चलाउनुपर्छ। अनि म चाहिँ यसलाई ब्राउन हुन्छ नि राम्रो तरिकाले चलाइरहेको छु, देख्न सक्नुहुन्छ। अब यो प्याजले चाहिँ भुट्दै जाँदाखेरि यता चाहिँ म अब कुकुम्बर पनि एड गर्छु। एकछिनपछि प्याजले चाहिँ रातो हुने गरी भुट्नुपर्छ है गाइस। प्याज डढ्नु दिनु हुँदैन, यदि डढ्यो भने चाहिँ मिठो पनि हुँदैन, यसको टेस्ट पनि फरकै हुन्छ है त। अब चाहिँ म यसमा कुकुम्बर एड गर्छु। कुकुम्बर एड गरिसकेपछि अब चाहिँ म फेरि एड गर्छु। देख्न सक्नुहुन्छ मैले कुकुम्बर पनि एड गरिसकेँ। हजुरहरूले यो रेसिपी हेरेर खान सक्नुहुन्छ, मिठो पनि हुन्छ है गाइस। फेरि चाहिँ अब म यसमा चाहिँ हल्दी एड गर्छु। बेसार एड गरिसकेपछि अब चाहिँ म फेरि पनि बेसार एड गर्छु अनि फेरि म चाहिँ नुन एड गर्छु। थोरै नुन निकाल्नुपर्छ अनि थोरै एड गर्नुपर्छ। मैले चाहिँ सब्जी थोरै भएर अनि थोरै नै नुन एड गरिसकेको छु। फेरि म चम्ची हल्लाउँछु। यसलाई चलाइसकेपछि एकछिन म छोपिदिन्छु। एकछिन तर्काउँछ। अब त्यसलाई त किन फाल्नु है, खुर्सानी बिना त मेरो जिन्दगी अधुरो छ नि त गाइस। जेमा पनि म खुर्सानी एड गर्छु, खुर्सानी बिना मिठो नै हुँदैन है। अब यसरी छोपिदिनुपर्छ। एकछिन छोपिसकेपछि यसलाई फेरि म चलाउँछु। यसलाई भुटभाट पार्नुपर्छ राम्रोसँग। भुटभाट पारिसकेपछि फेरि म टमाटर पनि एड गर्छु। यसमा चाहिँ काटेको टमाटर एड गरिसकेपछि अब चाहिँ म यसलाई छोपिदिन्छु अनि यसमा चाहिँ म जिरा धनियाँको धुलो एड गर्छु। यो मसला एड गरिसकेपछि यसमा चाहिँ म फेरि अर्को मसला एड गर्छु। यो धनियाँको मसला मात्रै हो। यसलाई म छोपिदिन्छु। यो छोपिसकेपछि म चाहिँ यसमा चाहिँ जेसँग खानु पनि हुन्छ है गाइस। म चाहिँ दिउँसोको खाजा खाने टाइम भएर अहिले चाहिँ म काँक्राको तरकारी बनाएर अहिले चाहिँ ब्रेकफास्ट गर्न जाँदैछु गाइस। अब चाहिँ म रोटी पनि 2टा रोटी निकालेर अनि म चाहिँ 2टा रोटी सेकेर अनि म तरकारीसँग खान्छु। त्यही भएर मेरो चाहिँ ब्रेकफास्ट हुने टाइम भएर मैले चाहिँ रोटीसँग खान थालेको गाइस बनाएर। अनि म चाहिँ यो रोटीलाई निकालिसकेपछि मेरो चाहिँ फ्राई प्यान उतापट्टि त्यो पूजाको ठाउँमा थियो नि त, अनि त्यही भएर म पिरोको भएको भएर मैले छुनु नआउनु भएर अनि चाहिँ यता तरकारी पनि रेडी भइसक्यो। मेरो तरकारी पनि पाकिसकेको देख्न सक्नुहुन्छ। मैले प्लेटमा पनि खनाइसकेँ। प्लेटमा तरकारी खनाइसकेपछि यता चाहिँ मैले
देख्न सक्नुहुन्छ त्यही खाउँ जस्तो भइसक्यो होला। हजुरहरूलाई पनि कस्तो मिठो भयो। अब यसमा माथि चाहिँ मैले गरेको खुर्सानी एड गरिसकेँ। यता पनि रोटी मेरो पाकिसक्यो। त्यही भएर अघि चाहिँ मैले पिरियड भएको कारणले चाहिँ मैले उता पूजा कोठामा जानु नआउनु भएर मैले रोटीलाई चाहिँ फ्राई पनि एड गरिसकेँ बनाएर। अनि सबै रेसिपी रेडी भइसक्यो। अनि मैले चाहिँ खाना रेडी भयो। यता चाहिँ बाबुको यो सुप बनाइदिएको थिएँ मैले, यो मसरुमको सुप बनाइदिएको। अनि मसरुमको सुप बनाएर बाबुको लागि प्लेटिङमा एड गर्छु, कटोरी निकाल्छु, चम्चा निकाल्छु। अनि त्यसमा मैले बाबुको लागि सुप निकाल्छु। यता अन्डा पनि पाकिदिएको छ बाबुको लागि। एउटा अन्डा त मैले तिनटै खुवाउँछु कि गाई हजुरहरूले पनि आफ्नो बच्चालाई एकदम हेल्दी खानेकुरा खुवाउनुपर्छ होला। मेरो बाबु चाहिँ 7 महिनाको अन्त त्यही भएर मैले घरमै सुपहरू बनाएर खुवाउँछु। यो चाहिँ मसरुमको सुप ल्याएर मैले चाहिँ सकेको थिएँ नि त, त्यही भएर मैले मसरुमको सुप लिएर आएर बाबुको लागि सुप एड गरेको छु। देख्न सक्नुहुन्छ बाबुको लागि धेरै सुप एड गरेको छु मैले। यो चाहिँ एकदम मजाले खान्छ क्या मेरो बाबुले। अनि त्यही भएर मैले चाहिँ सुप निकालिसकेँ। यता प्लेटिङमा पनि राख्न जाँदैछु गाइस। यतापट्टि अन्डा छ देख्न सक्नुहुन्छ हजुरले। बाबुको खाजा पनि रेडी भइसक्यो। र यता मैले मेरो ब्रेकफास्ट गर्दैछु देख्न सक्नुहुन्छ। रोटीमा घिउ लगाएर ट्याक्क लगाएर अघि बनाएको तरकारीसँग खान जाँदैछु गाइस। हजुरहरू पनि यसरी गरी बनाएर खानु होला। कतिको मनपर्छ पर्दैन। यता चाहिँ मैले खान लागिसकेँ गाइस। र खाइसकेपछि चाहिँ मलाई चाहिँ एकदम यो खुर्सानी पनि टोक्न मन लाग्यो। खुर्सानी कडै पटकेपछि अनि बल्ल मिठो हुन्छ क्या गाइस। र यस्तै भन्ने साथै मिठो 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 लाग्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। हजुरहरू पनि